आज हामी दाउन्नेदेखि दुम्कीबासको जुन बाटो खराब भइरहेको छ जसको कारणले गर्दा यात्रीहरूलाई निकै शास्ति भएको हुनाले वैकल्पिक बाटो कहाँ हुन सक्छ वा कुन चाहिँ वैकल्पिक बाटो प्रयोग गरेर जान सकिन्छ भनेर खोज्दैछौँ र हामीले फाइनली यो भुटा भन्ने ठाउँबाट यो बोर्ड राखेको ठाउँ यहाँ एउटा बोर्ड राखिएको छ अमरदीप टोल भनेर नगर रङ्गशाला कैलाशेश्वर नाग मन्दिर जाने ठाउँ यति किलोमिटर छ भनेर यहाँ बताइएको छ। त्यसै बाटोबाट हामी अगाडि गइसकेपछि यो बाटो हुँदै हामी दुम्कीबास निस्किन सक्छौँ। यदि दाउन्नेको बाटो एकदमै ड्यामेजै भयो, पहिरो गयो अथवा दाउन्नेको बाटो महिनौँ दिनसम्म नखुल्ने स्थिति आयो भने हामीले हाम्रो सुविधाको लागि यो बाटो प्रयोग गर्न सक्छौँ। त्यसैले दुम्कीबासदेखि भुटासम्मको वैकल्पिक बाटोको रूपमा यो प्रयोग हुन सक्छ। हालाकि भुटादेखि बरघाटसम्मको बाटो काम 80% पुरा भइसकेको छ, पिच भइरहेको छ। तर दाउन्ने दुम्कीबासको बाटो साह्रै नै नाजुक छ। कुन बेला त्यहाँ महिनौँ जाम हुन्छ केही भन्न सकिँदैन। त्यो स्थितिमा हामीले यो बाटो प्रयोग गर्नको लागि यो बाटो कस्तो छ भनेर आज एक्सप्लोर गर्दैछौँ। भिडियो पुरा हेरेर साथ दिनु होला। यस भिडियोमा हामी यो बाटोको सम्पूर्ण विवरण, बाटोमा आइपर्ने सुविधा असुविधा सबै कुरा बताउनेछौँ। पालन पनि गरिन्छ जाने जाम नखिचौँ हल्का धेरै बनाइसकेको हो। यो देखाइएको क्षेत्र चाहिँ सिमसार क्षेत्र हो। सिमसार क्षेत्रमा हामीले चाहिँ थोरै अवलोकन गर्छौँ। 1 मिनट जति मात्रै समय लगाउँछ, 1-2 मिनट यहाँ हेर्छौँ। ठुलो एरिया रहेछ अनि राम्रो पोखरी रहेछ, बस्नलाई, आराम गर्नलाई, ध्यान गर्नलाई, पिकनिक खानलाई, डेटिङ गर्नलाई सबै कुराको लागि चाहिँ उपयुक्त ठाउँ हो। पर्यटकीय क्षेत्र रहेछ यो रोडकै छेउमा र यो बर्दाघाट नगरपालिकाभित्र नै पर्छ। पशु पक्षी प्रेमी र विशेष गरेर प्रकृति प्रेमीहरूको लागि यो ठाउँ धेरै राम्रो मानिन्छ। यस्तो ठाउँ यो थोरै मैले यसो हल्का घुमाउँछु अनि त्यसपछि म अगाडि बढिहालेँ है त। यो सिमसारको छेउको बाटो हो। सिमसार हेर्दै, सिमसारको दृश्य हेर्दै यो बाटो हिँड्न सकिन्छ। ट्रक गयो भर्खरै, जस ट्रक पनि हिँड्दो रहेछ है यो बाटो। भनेपछि अब टिप्पर ट्रक जान्छ भनेपछि 4 पाङ्ग्रे सवारी साधन पनि अझै माथिसम्म जान्छ। कहाँसम्म जान्छ हामी देखाउँदैछौँ। पिच बाटो छ तर दोहोरो बस अथवा दोहोरो गाडी हिँड्न चाहिँ असम्भवै छ यो बाटोमा, एकोरो है। उता पनि छ क्या सिमसार हो। डिस्पोज गर्ने ठाउँ पनि यही बनाएको रहेछ, डम्पिङ साइड। हेर त जङ्गलको हालत। यो नेपालमा फोहोर व्यवस्थापनको सही विधि अहिलेसम्म पत्ता लागेन। प्लास्टिक जलाउने कार्यक्रम मात्रै हुन्छ। प्लास्टिक जलाउँदा यसरी प्रदूषण हुने होइन, प्रदूषण हेर त जङ्गलमा। त्यसैबाट जङ्गलमा आगो फैलिने मतलब प्रकृतिलाई हामीले मान्छेले खतमै बनाइसक्यौँ क्या। पिकनिक खाने ठाउँ बनाएको रहेछ होइन, पिकनिक खाने घुम्ने ठाउँ सहित पार्क रहेछ यहाँ। यस्तो राम्रो गेट पनि बनाइएको रहेछ ल। जस पिकनिक खाने पिकनिक स्पटहरू चाहिँ धेरै नै रहेछ यतातिर। ठाडै उकालो छ क्या यहाँबाट पनि। एकदमै अब यो मेरो अगाडि चाहिँ टिप्पर जाँदैछ एकदम आफ्नो जाँगर लगाएर धौधो परेको यो दाउन्नेको उकालो जस्तै उकालो हो, लगभग ठाडै उकालो छ। तान्न गाह्रो रहेछ गाडीलाई। बाटो बनेको नयाँ बाटो हो। यो धेरै नयाँ बाटो जस्तो लाग्यो मलाई, धेरै पुरानो होइन, भत्केको पनि छैन बाटो खासै।
अहिले अगाडि के हुँदैन त्यही भयो ए नत्र खासै धेरै गाडी हिँड्दैन बाटो। बाटो भने एकदमै यहाँबाट चाहिँ ठाडै उकालो र पहाडको दृश्य सुरु भयो। अब भनौँ यहाँको खेतहरूको स्थिति होइन पहाड गाउँ सुरु हुन्छ जुन आम्बा भनिन्छ ए बस्तीहरू छ लगभग खेतहरू खाली खाली स्थितिमा रहेछ। खासै बस्ती बाक्लो रहन्छ माथि। यहाँ पनि घर बनाएर बस्न सक्ने स्थिति चाहिँ छ है। लाइन साइन आएको रहेछ, बाटो पनि छ, लाइन पनि छ। यस हिसाबले घरहरू बनाएर बस्दा हुन्छ। बाटो होटल रेस्टुरेन्ट सबै छ। घरहरू भरिन बाँकी रहेछ। यस राम्रो रहेछ ठाउँ त। आम्बास भन्ने ठाउँ पनि आज देखियो। नत्र सानैबाट यो ठाउँमा बसे पनि चाहिँ आम्बास गाउँ ठ्याक्कै थाहा थिएन। सङ्गम भ्यू पोइन्ट रेस्टुरेन्ट एन्ड कटेज आम्बास बर्दाघाट नवलपरासी भने चाहिँ कटेज पनि रहेछ यहाँ। पहाडको गाउँघरको दृश्यको हामी अवलोकन गर्दैछौँ। कमेरो माटोले लिपेको घर पनि देख्न पाइयो। कमेरो माटो अनि रातो माटोले लिपेको घरहरू पनि देखिएको छ। असलै माटोले लिपेको घरहरू खासै देखिँदैन, यहाँ चाहिँ देखिएछ। अब लगभग माटोले बनाएका लिपेका घर पनि लोप हुने स्थितिमै छन् होइन। साथीहरू अहिले चाहिँ पहाडको स्थिति हेर्दा उजाड देखिन्छ। अहिले चैत वैशाखको मौसम, पात पतिङ्गरहरू सबै झरिसकेको एकदम उजाड देखिन्छ। तर अब 2-3 महिनामै पहाड जङ्गलहरू फेरि आफ्नो नयाँ रूप लिनेछन्। हरियाली त्यस्तो छ। यो बुटोलाई, बँगेरको बुटोलाई चाहिँ यो आकाश बेलीले सर्लक्कै खाइदिएछ। ल हेर त, यो बुटोलाई सर्लक्कै खाइदिएछ त आकाश बेलीले, पुरै ढाकेछ। पानीको अभावमा चाहिँ खेती त्यति छैन अहिले। सबै लगभग खेतहरू बाँझै छन्। बर्खा लागेपछि धान खेती हुन्छ होला। यस गाउँघरको दृश्य पनि रमाइलो छ। घरहरू पक्की घर बनेका रहेछन्। स्कुल पनि रहेछ। आम्बास भन्ने गाउँ यही हो। ए यस्तो ठुलै रहेछ त गाउँ त। मैले त सोचेको छैन यतिको ठुलो होला भने। पहाडको लगभग पुरै ठुलो गाउँ जस्तै एरिया रहेछ। र अब त बाटो भएपछि त्यति गाह्रो नि भएन। बाइक लिएर बजार जान सकिहालिन्छ होइन। रिक्सा पनि लिएर आउन सक्यो। पहिला जस्तो गाह्रो पनि भएन अब बाटो भइसकेपछि। पहिला चाहिँ धेरै नै गाह्रो थियो होला। हिरम्लाको जाला चाहिँ जम्मै यो रुखमा झुन्डिरहेका छन्, यो रुखभरि। र नाला खन्ने काम हुँदैछ। यो दाउने दुम्कीबासको वैकल्पिक बाटो चाहिँ आम्बाससम्म राम्रो छ। आम्बाससम्म खासै केही डिफिकल्ट छैन। अहिलेसम्म हामी आइयो, बाटो एकदम राम्रो छ, सरर आइयो। अलिकति कहीँ ग्राभेल छ, नत्र पिचै छ। त्यस्तो अप्ठ्यारो चाहिँ महसुस भएन हामीलाई यहाँ आइपुगुन्जेलसम्म है। योभन्दा अगाडि पनि राम्रै छ भने चाहिँ मजाले ढुक्क भएर हामीले दाउनेको बाटो बिग्रेको बेलामा यो बाटो आउँदा हुन्छ। बुटोलबाट आउने व्यक्तिहरू अथवा काठमाडौँबाट आउने व्यक्तिहरू दुम्कीबासबाट आउन सकियो। बुटोलबाट आउने व्यक्तिहरू झुटाबाट भित्र पस्न सकियो। प्रशस्तै कटेजहरू रहेछ। अब पैसा हुने रमाइलो गर्ने हो भने यहाँ जिबी कटेज, नास्ता पसल है। अनि गाउँघरको दृश्य रमाइलो छ। सायद होमस्टे पनि सुरु गरेको होला यतातिर, जानकारी छैन। यहाँबाट चाहिँ अलिकति कच्ची बाटो सुरु भयो। लटरम्म फुलहरू फुलेको छ।
चाहिँ मकै राम्रो भएको रहेछ सायद पानी पाएर होला। यहाँबाट चाहिँ बाटो अलिकति डिफिकल्टी सुरु भयो है त। यहाँ चाहिँ 4 पाङ्ग्रे गाडीलाई अलिकति गाह्रो रहेछ किनभने बन्दैछ, यहाँ ढुङ्गा बिछाउने कार्य हुँदैछ। अब यो बाइकहरू त लगभग हाम्रो ल्याइयो जान्छ होइन। अब ठुलो गाडीले समस्या रहेछ यहाँबाट चाहिँ बाटो अलि ठुलो गाडीको लागि गाह्रो छ, बाइकहरूको लागि ठिकै छ। यहाँ अलि अप्ठ्यारो रहेछ। अलिकति अप्ठ्यारो चाहिँ हो यहाँ। यहाँबाट अब अलि गाह्रो बाटो सुरु भयो, कच्ची रहेछ। यता रोडा ढुङ्गा बालुवा थुपारिएको छ बाटो बनाउनको लागि। धमाधम बाटो निर्माणको कार्य चाहिँ भइरहेकै छ र पुरै पहाडमा आएको महसुस भयो अहिले चाहिँ। हामी चाहिँ दाउनेको ठ्याक्क उकालो जस्तै यहाँ पनि हामीले महसुस गरिरहेका छौँ। बाटो उस्तै हो, त्यही हो। ठुलो गाडीलाई चाहिँ डिफिकल्टिज नै छ। अब यहाँ हामीले कसरी उकाल्नु है। यता खोलाको दृश्य, यहाँ चाहिँ घडेरी निकालिएको छ, घर बनाउन सम्माइँदैछ। अनि अब यो नम्बरी हो कि पर्खी हो त्यो चाहिँ थाहा भएन। एडभेन्चरै हुनुपर्छ, स्पोर्ट्स बाइकहरू चलाउनु जस्तो। ठाडै उकालो खोलाको दृश्य है। बर्खामा चाहिँ यो खोला पनि ठुलो भएर आयो भने यहाँ चाहिँ गाडी सायद गाह्रै हुन्छ होला चढाउन, कसरी निकाल्छन्। हाम्रो त ठाडै उकालो छ। बाइकलाई पनि तान्न गाह्रो छ। त्यही हो, स्विजरल्यान्डभन्दा कम छैन यो हिसाबले होइन। पहाडको दृश्य नेपालको रमाइलो हेर्दाखेरि शान्त आनन्दको छ, तर बाटोको दुःख चाहिँ छ नै। वैकल्पिक बाटो यस्तो छ देखाइरहेको छ दृश्य चाहिँ। हजुर ए घरबाट। कहाँ पुग्ने हो हजुर? घरै जाने हो। यही संसारकोट? हजुरको संसारकोट हो घर? अलि तलपट्टि अझै तलपट्टि। ए भनेपछि यो बाटो कस्तो छ? तपाईँ त सधैँ हिँड्ने मान्छे। दिनदिनै हिँड्छु त म। ए दिनदिनै नि। अनि बर्खायाममा यो बाटो चाहिँ कस्तो हुन्छ? बर्खामा अलिकति अवरुद्धहरू आउँछन्। हजुर पहिरो सहिरो जान्छ। पहिरो चाहिँ जाँदैन, तर चाहिँ यो अब यो हाम्रो सरकार एकदमै लखरपानी सरकार छ नि त। अब बाटो बनाउनु भन्दा पहिला नाली बनाउनु पर्ने हो कि होइन? हजुर हजुर। अब यिनीहरूले बाटो पहिला बनाउँछन् के। ए बल्ल नाली अनि बर्खा आउँछ बाटो चाहिँ नाली छैन के यो बाटो फेरि खोला हुन्छ के सर। हजुर हजुर। अहिले हामी तल पनि देख्यौँ बल्ल नाली खन्ने काम भइरहेछ त्यहाँ। अब त्यहीँसम्म हो कि बल्ल चाहिँ अहिले धेरैचोटि अब मैले पनि बिन्ती गरेँ यहाँको मेयर साहबलाई। हजुर। हाम्रो अहिलेको मेयर साहब अलिकति ज्ञानी हुनुहुन्छ क्या, हजुर। समूलाल श्रेष्ठजी। हजुर। उहाँलाई मैले एक दिन बिन्ती गरेको, हजुर सर यो के अरे सुहानी ल्याउनु भन्दा पहिला छोरीको कपडाहरू किनेर राख्नु त अलि सुहाएन यार भने कि मैले। हजुर। के भन्नु खोज्यो दाइ भने।
होइन यहाँ बाटो बनाउनुभन्दा पहिला नाली बनाउनु पर्यो कि हजुर हजुर प्रत्येक वर्ष सरकारले चाहिँ नि अब बजेट झार्छ हजुर कसको त्यो बजेट हो भन्दा हजुर तपाईँले हामीले खुन पसिनाले चाहिँ नि अब तिरेको कर त हो आउने फेरि हजुर भन्दाखेरि हो त नि दाइ त्यही अहिलेबाट यस्तै गर्दैछ मेरो पालो आएको छ कि म गर्छु नि भयो उहाँले गर्नु भएको छ ए हजुर सुरु गर्नुभयो उहाँले यो चाहिँ नि अब एउटा पोजिटिभ राम्रो पक्ष मार्ग चाहिँ नि उहाँले समात्नु भएको छ हजुर हाइस पनि आउँछ भन्ने कुरा आयो के अरे हाइस एउटा त यही छ नि हाइवे त दिल्ली नै आउँछ हो हामी आउँदा नि हाल्छ जङ्गलमा फुलहरू फुलेको दृश्य यही रमाइलो लाग्छ जलढाका नगरपालिकामै पर्ने रहेछ फेरि यो पनि त्यही त यस्तो हेर्दाखेरि अब भनौँ न विकट जस्तो छ नि त तर नगरपालिकाभित्रै पर्ने रहेछ भोट्ला फुलेको छ बाटो चाहिँ जस बर्खामा पनि त्यति साह्रो डिफिकल्ट हुन्न स्थानीयको भनाइअनुसार बाइकहरू लिएर बर्घाटसम्म आउने जाने यहाँको गाउँको मान्छेहरू गर्दो रहेछ यहाँको मान्छेहरू बाइक लिएर आउने जाने हाइस लिएर आउने जाने भइसकेपछि त हामीले विकल्पै पाएनौँ धाउनेको बाटो बन्दै भयो लामो समयको लागि त्यस्तो केही कारणले भने यो बाटोलाई प्रयोग गर्न सक्छौँ अब चाहिँ हामी डाँडाको टुप्पामा आउनु लाग्यो क्या बाइकले तान्न पनि गाह्रो भइरहेको छ दृश्य यताको बाटो हो कि यताको बाटो हो यही हो यो बाटो हो जस माटोले बनाएको घरहरू अझै पनि यहाँ चाहिँ कायमै छ हजुर हजुर ए यहाँ गाउँको बस्ती कस्तो छ भन्नाले बाक्लो पातलो बस्तीहरू ए बस्तीहरू हाम्रो कतिवटा घरहरू छन् पाटुलो नै छ साह्रै बेसी बाक्लो छैन टनतिर चाहिँ अलिक बढी बाक्लो ए यो चाहिँ विद्यालय हजुर ए यहाँ चाहिँ मैले सुन्नमा आएँ त्यति अलि क्लिनिक हस्पिटलहरू भन्नाले त्यस्तो औषधि पसलहरू छैन कि हजुर छैन यहाँ छैन नि त्यही अलिकति गाह्रो छ तर बिजुली बत्तीहरू त आइसक्यो बिजुली बत्तीहरू त हामीलाई चाहिँ प्रशस्तै हामीलाई चाहिँ उ छ के अरे हजुर ए पानीको सुविधा कस्तो पानी पनि सुविधा छ नजिकै छ अब यो बिजुलीबाट तानेर चाहिँ मिटरबाट हजुर हजुर प्रयोग गरिन्छ एकदमै राम्रो यहाँ बिजुली आइसक्यो त्यसले गर्दा यहाँ धेरै अहिले सुधार हुँदैछ अब यो चाहिँ बर्दघाट नगरपालिकामै पर्छ नि अब यहाँ चाहिँ हामी ओह्रालो छ संसारकोट कट्यो संसारकोट भन्ने ठाउँको मन्दिर भएको ठाउँबाट तल आयो बाटोमा होइन अनि यहाँ चाहिँ ओह्रालो छ लगभग बाइक हामीले चाहिँ अब न्युट्रलमा चलाइरहेछौँ जस बाटो ठिकै छ यतिको बाइक साइकलाई हिँड्नलाई ठिकै छ त्यो दुम्की बासको जाममा 10-10 घन्टा अड्किनुभन्दा इमर्जेन्सी छ गाह्रो छ भने चाहिँ यो बाटो युज गरेर आउँदा हुन्छ बाइक हुनेहरू बाँकी गाडीको लागि चाहिँ त्यति साह्रो उपयुक्त छैन जिपको हाइसको लागि बरु ठिकै होला यहाँबाट चाहिँ त्यस्तो देखिन्छ के अरे दृश्य यस्तो छ बाटोको राम्रै भन्न सकिन्छ राम्रै छ यतिको ठिकै छ छैन चलाउन सकिन्छ यतिको बाइक चलाउन सकिन्छ गाडी सवारी साधनको अलि कन्डिसन राम्रो हुनुपर्छ बाइकको कन्डिसन चाहिँ बाटोमा बिग्री बापत यहाँ बनाउने ठाउँ छैन त्यही भएर गाह्रो पुर्याएर यात्रा गर्नु होला यो बाटो बाइक बिग्रियो भने चाहिँ फेरि बेसरी दुःख पाइन्छ नत्र त बाटो यतिको ठिकै यस्तो घुमाउरो छ यहाँ मोड पाहाडको बाटो यस्तै हो हुन्छ नेपालीहरूलाई बानी परेको हुन्छ पाहाडको बाटो कुनै ठुलो कुरो त होइन जस अब वैकल्पिक बाटोको यस्तो रहेछ भनेपछि तपाईँहरूलाई नै आइडिया भयो आउन पऱ्यो भने चाहिँ आउन सकिन्छ नै होइन एउटा माइन्डसेट बनाउन सक्नुहुन्छ क्या सहज हुन्छ काठमाडौँबाट आउने मान्छे पश्चिमबाट आउने मान्छेलाई चाहिँ धाउनेको जाममा फस्नेहरूको लागि त यो एउटा जानकारीमूलक भिडियो नै हुन्छ है
तपाईँहरूलाई केही न केही सहज चाहिँ हुन्छ यस्तो। गाउँ देखियो। अब अलिकति हिँडिसकेपछि मेरो क्यामेरा हल्लिएर आएको छ। अगाडि चाहिँ गाउँ देखियो। थोरै हामी संसारकोटबाट थोरै तल आयौँ। बाइक चाहिँ हाम्रो ओह्रालोले गर्दाखेरि आफै हिँडिरहेको छ। अब यता चाहिँ हाम्रो गाउँ आयो। फेरि यो गाउँको दृश्य हेर्दै हामी अगाडि बढ्छौँ। यो नयाँ ठाउँको नयाँ बाटो हिँड्नुको छुट्टै रमाइलो छ। हामीले यो बाटोको इन्जोय पनि गरिरहेछौँ। आफ्नो ठाउँमा ट्राभलको आनन्द पनि हामीलाई आइरहेकै छ। सोलर पावर राखिएको छ। पहिला राखेको अहिले त लाइन छ, लाइन बिजुली आइसकेको छ। पहिला चाहिँ सोलर पावर राखेको रहेछ। बिहारीबाट यही त हो आउनु हो। ए बिहारीबाट अलिकति हस्पिटलको दुःख होइन। अब गाडी मतलब बाटो खराब भयो भने अनि गाडी नपाइने टाइममा त्यो हिसाबले हस्पिटलको दुःख चाहिँ हो। अरू कुरालाई ठिकै हो। फुलहरू फुलेको छ, खाना पनि हुन्छ। यो फुलेको छ प्रशस्त धाइरोको फुल फुलेको छ। आइसलु पनि पाइँदो रहेछ। आइसलुको बिटहरू छ। त्यसपछि पाहाडमा फल्ने फलफुलहरूको कुरो देखिँदैछ। खनिउको कुरो चिसो हावा चलेको छ। एकदम कुल हावा। हावा त कति मिठो छ, कति मिठो। ल आइयो। सोलर पावर हालिएको रहेछ। पहिला चाहिँ बिजुली नआउँदा सबैको घरमा सोलर पावर रहेछ। यो कागती हो कि निबुको बुट्टा। खेतहरूको बाटो। अब चाहिँ ओह्रालो भ्याइयो। अब उकालो सुरु भयो। गिम्बल ल्यायो कि नै हेर। ल्याएन त्यो त्यो चाहिन्छ। राम्रो हुन्थ्यो नि ल्याएको भए। युज गर्ने ठाउँमा युज गर्न हुन्थ्यो। खाटोको बनाउन लगाऊ। अझै लङ टुर एकदम पूर्वपश्चिम हुँदै खेल्नु। अब भने हामी धेरै नजिक आइसकेको छ दुम्की बासको। भनौँ न त्यो उकालो जुन डाँडो थियो संसारी माईको डाँडो कटिसकेर तल आएका छौँ। त्यस्तो त हुन नपर्ने। गाडी यही बाटो गइरहेको छ। डाउनेको बाटो छ। सम्मो बाटो देखिन थाल्यो। अब संसारी माई हुँदै हामी तल आइसकेपछि डाँडा कटिसकेपछि अब हामी चाहिँ सम्मो बाटोमा टच भइसक्यौँ। यो दुम्की बासको अब नजिक छ भन्ने कुराको सङ्केत हो। अब बाटो झन् सहज हुँदैछ। पहिलाभन्दा झन् सजिलो हुँदैछ बाटो। लगभग 5वटा जति खोला हामीले तर्यौँ होला होइन। 5वटा खोला तर्यौँ। बिचमा लगभग 5वटा खोला हामीले भेट्टायौँ। तर त्यहाँ पनि त्यस्तो डिफिकल्ट छैन। सहजै हामीले बाइक ल्याउन सक्यौँ अनि गाडी पनि ल्याउन सकिन्छ। त्यहाँ पनि त्यस्तो अप्ठ्यारो चाहिँ हामीलाई लागेन। अब यहाँबाट त पिच बाटो सरर छ। एकदमै चिप्लो पिच बाटो छ। केही डिफिकल्टी छैन। यहाँबाट तपाईँको दुम्की बास बजार पुग्न 10-15 मिनट लाग्ने। त्यसपछि हामी दुम्की बास बजार पुगिहाल्छौँ। अहिले म चाहिँ 22 किलोमिटर यात्रा गरिसकेको छु। अब करिब 1.5-2 किलोमिटर होला। त्यस पछाडि हामी चाहिँ महेन्द्र राजमार्गमै
एक ठाउँमा यहाँ चोकमा आएपछि चाहिँ तपाईँ अल्मो लिन सक्नुहुन्छ। दुम्कीवासको नजिक आएपछि एउटा बाटो सर्दीतिर जाने बाटो छ, एउटा बाटो दुम्कीवास बजारतिर आउने बाटो छ होइन। दुईवटा पिच बाटो दुईतिर गएको छ, मतलब एउटै बाटो दुईतिर गएको छ। त्यो चोकमा आएपछि तपाईँ अल्मो लिनु पर्दैन, सिधै दक्षिण दिशातिर आउनुहोस्। तपाईँ चाहिँ दक्षिण दिशा जाने हो भन्ने ठानेर आउनुहोस्। तपाईँले सोध्न कसैलाई परेन। त्यहाँ पनि तपाईँलाई अल्मो लायो भने त्यहाँ मान्छेहरू बसिरहेका हुन्छन्, तिनीहरूलाई सोधेर आउन सकिन्छ। अन्यथा तपाईँ चाहिँ जहिले पनि पिच बाटोमा आएपछि चाहिँ दक्षिण दिशा हाम्रो टार्गेट हो भनेर साउथ डाइरेक्सनलाई तपाईँले चाहिँ टार्गेट गरेर हिँड्नुहोस्। तपाईँ ठ्याक्क बजारमा आइपुग्नुहुन्छ। यो चाहिँ पिच बाटो हामी सरर जाँदैछौँ। खासै अल्मो लिनुपर्ने कोही पनि छैन, त्यस्तो अल्मल हुने कुरो हुँदैन। दिउँसो मान्छे प्रशस्त हुन्छन्, अल्मल भयो भने कसैलाई सोध्न सकिन्छ वा गुगल म्यापको सहारा लिएर गुगल म्यापबाट हेरेर पनि तपाईँ आउन सक्नुहुन्छ। धेरै अल्मो लिनुपर्ने खालको बाटो चाहिँ छैन है। कन्फ्युजन भयो भने तपाईँले स्थानीयलाई सोध्नु होला। फाइनली म चाहिँ आइपुगेँ तपाईँको दुम्कीवासको बाटोमा। हामी संसारकोट हुँदै भुटान हुँदै संसारकोट हुँदै घुमेर आयौँ। वैकल्पिक बाटो भनेको यहाँबाट जाने रहेछ। यो अहिले खाल्टो छ, यताबाट चाहिँ वैकल्पिक बाटो दुम्कीवासबाट तपाईँ यो चोकमा आउनु पऱ्यो। पहिला यो चोकमा आउनु पऱ्यो। यो चोकमा त्यहाँबाट यसरी आएर यो वैकल्पिक बाटोबाट तपाईँ जानुपर्ने हुन्छ है त। यही हो वैकल्पिक बाटो। यहाँबाट तपाईँ भित्र प्रवेश गरेपछि भुटा निस्कन सक्नुहुन्छ। भुटाबाट आउनुभयो भने तपाईँ यहाँनिर दुम्कीवासमा निस्कन सक्नुहुन्छ। यता चाहिँ वैकल्पिक बाटोको यता काम भइरहेको छ, यस्तो छ, यहाँ खाल्टो छ है त। ल यही हो, यति भएपछि तपाईँलाई आइडिया हुन्छ। जस तपाईँले अब कहाँबाट आउने भन्ने कुरो क्लियर भयो।